दर्शकबिन अहिले डुङ्गेश्वर गाउँपालिका वडा नम्बर 4 का विभिन्न वन जङ्गलमा आगलागी भइरहेको छ। देख्न सक्नुहुन्छ यो दृश्यमा एकदमै भीषण आगो लागिरहेको छ। यो दृश्य आज दिनदेखि एकदमै फैलिरहेको छ आगो। यो एक आगो मात्रै होइन, यो प्रकृति र भविष्यसँग जोडिएको एकदमै प्राकृतिक समस्या हो। आगलागी हुनुमा विभिन्न कारणहरू छन्, त्यसमध्ये एउटा प्राकृतिक कारणले पनि हुनसक्छ र एउटा मानिसको जथाभावी लापरवाहीले विभिन्न चुरोटका ठुटाहरू खाने, राम्रो घाँस पलाउने उद्देश्यले कुनै बारीमा लगाएको आगो यसरी सामुदायिक वनतर्फ आइरहेको छ होइन। यो नजिकका बस्नुका साथै वन जङ्गलका वन्यजन्तुहरू नष्ट हुने विभिन्न समस्या छ। देख्न सक्नुहुन्छ यो पुरै यतातिर यहाँ नजिक पनि आइसक्यो। यो चाहिँ दृश्य डुङ्गेश्वर गाउँपालिका वडा नम्बर 4 को सामुदायिक वनमा हो। हेर्नुहोस्, भयङ्कर आगो डढेलो लागिरहेको छ। कृतिमा हेर्नुहोस् है, यसरी जो कोहीले पनि आगो लगाउने व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्छ है। स्थानीय निकायको यसमा आकर्षण गर्नु जरुरी देखिन्छ है। विशेष त यो समय चाहिँ एकदमै डढेलोको लाग्ने जोखिम समय हो। सबैले सतर्कता अपनाएर जथाभावी आगो लगाउने काम चाहिँ नगर्नु होला है। देख्न सक्नुहुन्छ एकदमै दिनदेखि चाहिँ यसरी भीषण आगलागी भइरहेको छ। यो दृश्य हो डुङ्गेश्वर गाउँपालिका 4 हौलपुर आजुलको सामुदायिक वन।